नमस्कार साथीहरु, हजुरहरुलाई स्वागत छ एउटा नयाँ भिडियोमा। साथीहरु, आज भोलि धेरै जना साथीहरु +2 दिएर म्यानेजमेन्ट फ्याकल्टीमा ब्याचलरमा स्कलरशिपमा पढ्न चाहन्छ, तर उनीहरुलाई सही गाइडेन्स र सही कुराहरु थाहा नभएर स्कलरशिप मिस गरिराख्नु भइराख्छ। र त्यसै क्रममा हजुरहरुले पोखरा युनिभर्सिटीको कलेजहरुमा बीबीए पढ्न चाहनुहुन्छ स्कलरशिपमा, त यो भिडियो हजुरहरुको लागि नै हो। यो भिडियोमा मैले सबै प्रोसेस भन्ने छु के कसो छ भनेर। हजुरहरुले स्कलरशिप पाउन के कसो गर्नुपर्छ, फर्म कहिले खुल्छ, म प्रत्येक डिटेल प्रत्येक प्रोसेस भन्ने छु। हजुरहरुको मिनिमम रिक्वायरमेन्ट मिनिमम जीपीए 1.8 हुनै पर्छ, तब मात्रै हजुरहरुले पोखरा युनिभर्सिटीमा स्कलरशिपमा बीबीए पढ्नको लागि क्वालिफाई हुनुहुन्छ। त्यति कुरा भइसकेपछि हजुरहरुले क्वालिफाई हुनुभयो बीबीए स्कलरशिप पढ्नको लागि पोखरा युनिभर्सिटीबाट। अब फर्म कहिले खुल्छ, फर्म भर्दा कुन डकुमेन्ट चाहिन्छ त्यो कुराहरु नि म भन्छु। सबभन्दा पहिलो कुरा, फर्म चाहिँ तपाईहरुलाई भाद्र महिना र आश्विन महिनामा फर्म खुल्छ र फर्म भर्न बेला चाहिँ हजुरहरुलाई सबभन्दा पहिलो गभर्नमेन्ट स्कुलबाट पढ्नु भएछ भने एसएलसी सम्म त्यो स्कुलबाट सिफारिस गरेर जिल्ला शिक्षा कार्यालयमा गएर सिफारिस गराउनु पर्ने हुन्छ, एउटा डकुमेन्ट। नेक्स्ट डकुमेन्ट तपाईहरुले +2 को जुन मार्कसिट हुन्छ नि त्यहाँको क्यारेक्टर सर्टिफिकेट र ट्रान्सक्रिप्ट त्यति बेला दिएको हुँदैन भने तपाईहरुले त्यहाँको मात्रै जुन क्यारेक्टर सर्टिफिकेट छ त्यो दिँदा नि हुन्छ। त्यो तपाईहरुको नाम निस्केपछि पछि दिँदा नि ट्रान्सक्रिप्ट हुन्छ। र त्यो दुईटै कुरा तपाईहरुले पहिला स्कुलबाट गभर्नमेन्टको सिफारिस र त्यो क्यारेक्टर सर्टिफिकेट त्यो दुईटै डकुमेन्ट चाहिन्छ। र तपाईहरुले म्यानेजमेन्ट फ्याकल्टीको बीबीएमा स्कलरशिपमा फर्म भर्नु भएछ भने त्यसको चार्ज 1600 रुपैयाँ लाग्छ। एउटा अझै कुरा के छ भन्दाखेरि हजुरहरुले फर्म चाहिँ अनलाइन अप्लाई गर्न मिल्छ। हजुरहरुले सबै कुराहरु अनलाइन मार्फत नै गर्नुपर्ने हुन्छ र मात्रै चाहिँ हजुरहरुले एक्जाम चाहिँ पोखरै गएर दिनुपर्ने हुन्छ। एक्जाम फी त 1600 हजुरहरुले बुझिसक्नु भयो। त्यति कुरा गरिसकेपछि हजुरले अनलाइन फर्म भरेर त्यहाँ हजुरहरुले नोटिस जब निकाल्छ नि भाद्र आश्विन महिनामा सबै कुराहरु मेन्सन गरेको हुन्छ, त्यहाँ एकाउन्ट नम्बरहरु नि दिएको हुन्छ। त्यो मार्फत हजुरहरुले अनलाइन पेमेन्ट गरेर फर्म भर्न सक्नुहुन्छ इजिली मोबाइलबाट। अब त्यति बेला फर्म खुलेपछि म हजुरहरुलाई भिडियो मार्फत जनाइ नै दिन्छु, फर्म कसरी भर्ने कुराहरु नि जनाइदिन्छु। त्यसको लागि यो च्यानललाई हजुरहरुले सब्स्क्राइब गरेर राख्नु होला, किनभने यो भिडियो हालेपछि हजुरहरुको मोबाइलमा नोटिफिकेसन छिटै जान्छ। र अब तपाईहरुले बुझिसक्नु भयो कि पोखरा युनिभर्सिटीमा बीबीए स्कलरशिपमा पढ्नको लागि के कुरा चाहियो। त आजको भिडियो यति नै सानो जानकारी थियो हजुरहरुको लागि। भिडियो हजुरहरुको हेल्पफुल भएछ भने भिडियोलाई लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। धन्यवाद साथीहरु।